नमस्कार, म सुभाष कार्की। फेरि एकपटक अनिश दाईको यो के भन्छ अब यसलाई ग्यारेज ह्याङ्गर गराज एभ्रिथिङ अनिश दाईको ह्याङ्गरमा आइपुगेको छु। अब सबै कुरा उहाँले यही नै गर्नुहुन्छ। खासमा उहाँको यो दोस्रो घर हो हैन, सबै कुरा यही गर्नुहुन्छ। हामीले पहिला चाहिँ उहाँको प्लेनको विषयमा कुराकानी गऱ्यौँ। धेरै नेपालीले, संसारभरका नेपालीले उहाँको विषयमा जानकारी पाउनु भएकै थियो हैन। आज चाहिँ खास गरी उहाँले चढ्ने गाडी वा उहाँलाई रुचि लागेका गाडीहरू, उहाँले जम्मा गर्नुभएका केही गाडीहरू, सबै गाडी यहाँ छैनन् भन्नुहुन्छ फेरि उहाँ हैन। त्यसले गर्दाखेरि एकदम भिन्टेज पुरानादेखि उहाँले अहिले रिमोडल गर्नुभएका गाडीहरूको विषयमा कुराकानी गर्छौँ। तर अब यो कुराकानी गरिरहँदाखेरि अब प्लेन अगाडितिर भएपछि एक दुईवटा प्लेनको कुरा त आइ नै हाल्छ। अहिले चाहिँ कस्तो छ व्यस्तता दाइ, तपाईँ के छ खबर? अहिले म व्यस्त नै छु भाइ, किन भन्दा यहाँको काम र अब नेपाल जाने दिमाग भएकोले होइन, उताको पनि यताको पनि भ्याउन खोजिरहेको छु। अनि फेरि अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि हामीले अर्को एउटा फेसिलिटी ल्याएछौँ, टाफ्ट भन्ने ठाउँमा भनेको यो ह्याङ्गरै अर्को ल्याएछौँ। अनि त्यहाँ चाहिँ हाम्रो एरोप्लेनहरू बन्ने ठाउँ बनाइरहेछौँ हामीले। अब त्यही सामानहरू ओसार्ने, लाने, टुल्सहरू लाने, सामग्रीहरू लाने काम भइरहेछ अहिले। त्यो अहिले यहाँ ह्याङ्गरमा भएका भित्रपट्टि पनि छन्, अहिले म तपाईँलाई देखाउँछु। यो बाहिरपट्टि पनि छन्। यो गाडीहरू जो भिन्टेज खालका गाडीहरू यहाँ देखिरहेछ, बनिरहेछ, यो तपाईँकै हातले काम गरिरहेका चिजहरू हुन् सबै? मैले आफैले बनाएको गाडीहरू। तपाईँको प्लेनको विषयमा त हामीले पहिला कुराकानी गरिहाल्यौँ। त्यति बेला पनि हामीले अलिकति कुराकानी गरेका थियौँ कि गाडीमा पनि बडा सोखिन हुनुहुन्छ तपाईँ, भिन्टेज गाडीहरूमा खास गरी। त्यो ल्याउने मात्रै होइन कि आफै रिमोडल गर्ने, आफै बनाउने, आफै चलाउने है। त्यसको एक दुईवटा यसो नमुनाहरू हेरौँ न। योबाट सुरु गरौँ है। म एउटा क्यामेरा लिएर आउँछु ल। यो गाडीमा जाउँ। यो हेर्दाखेरि नेपालतिरको आर्मीहरूले चल्ने जस्तो ट्रक देखिन्छ। अनि आर्मीकै गाडी हो यो चाहिँ, इङ्ग्लिस आर्मीको गाडी हो यो चाहिँ। हाम्रो यो गनरहरू बोक्ने गाडी हो यिनीहरू चाहिँ। यो चाहिँ 1969 को हो यो। यसलाई चाहिँ ल्यान्ड रोभर 101 भनिन्छ। तर मैले यसको चाहिँ फ्रेम भेटाएर लिएर आएर अरू सबै पार्ट पुर्जाहरू चाहिँ हामीले यहीँ बनाएको। भनेपछि यसको फ्रेम तपाईँले भेट्नुभयो? फ्रेम भेटेँ, अनि लिएर आएर चाहिँ अरू सबै चाहिँ हामीले यहीँ बनाएको। एरोप्लेनकै एलुमिनियमहरूबाट बनाएको क्या हामीले सब। अनि अरू नर्मल गाडीहरूमा चाहिँ यो हुँदैन? हुँदैन। अच्छा। अनि यसको यो जुन साइज छ, यो साइज यत्रो नै थियो वा हुने नै हो? यत्रो नै हुने। अनि आर्मीहरूले नै चढ्ने? आर्मीहरूले नै चढ्ने हो। अब ड्राइभर र एकजनातिरको कमान्डर अगाडि होला, त्यसपछि 8-10 जना पछाडि बसेर गन बोकेर बस्ने। यो ल्यान्ड रोभरकै? ल्यान्ड रोभरकै हो यो। तपाईँले यो लिँदाखेरि चाहिँ कस्तो स्वरूपमा, कस्तो अवस्था? यो खालि फ्रेम मात्र थियो भाइ। अनि यो सबै आफैले हामीले आफैले बनाएको सबै हाल्नुभयो है? यसमा काम हुँदैछ कि सक्यो कि कसो? काम सिद्धिन आँटेछ लगभग। अब यसको चाहिँ सिटहरू हाल्ने, यो वायरिङहरू सिधाउने त्यति बाँकी छ। अब अर्को 1-2 हप्तामा चल्ने हुन्छ यो। अनि कसले चल्छ त अब यो? अब हेरौँ, म पनि कुदाउँछु होला। अब ह्याङ्गरको केटाहरू पनि पुरा रुचि देखाउँदैछन् कुदाउनेहरूमा। हेरौँ अब हाम्रो यो चाहिँ ह्याङ्गरकै सामानहरू लिन ओरादोरा गर्ने ट्रक हुन्छ होला यो। यस्तो खालको ट्रकहरू पब्लिकली चढिरहेको चाहिँ धेरै देखिन्न त्यसो भए? होइन, कस्तो हुन्छ भन्दाखेरि जताभावी मेकानिकल सपहरूले यो बनाउँदैन होइन। अब थाहा पनि हुँदैन, मान्छेले मात्रै गर्छ। रुचि भएको र अब यस्तो चिजहरूमा चाहिँ पैसा गुमाउन के अरे हाम्रो लोभी नहुनेहरूले मात्र हो यो है। अनि अब स्किल पनि चाहियो नि? स्किल पनि चाहियो। भनेपछि तपाईँले यो ढोकादेखि लिएर अहिले सबै आफैले बनायो। यो नेपालतिरको हामीले पुरानो हेर्दाखेरिको त्यो ट्रकहरूकै स्टाइल छ सबै? हामीले सबै यहीँ बनाएको, हातले बनाएको चिजहरू यिनीहरू। त्यही भएर एरोप्लेनको एलुमिनियमहरू सबै देखिन्छ नि त, सबै यो एरोप्लेनकै एलुमिनियम हो क्या यिनीहरू सब है। त्यो गर्दा त यदि अझै कसैले बनाउने हो भने त धेरै महँगो पनि पर्यो नि? महँगो पर्छ भाइ, महँगो पर्छ। अनि तर इन्जिनहरू चाहिँ बलियै थियो? हामीले इन्जिन पनि मैले ओभरअल गरे हो। मैले इन्जिन, ट्रान्समिसन, फ्रन्ट एन्ड, रियर एन्ड, अल द ब्रेक्स, स्टियरिङ्स, हामीले सस्पेन्सनदेखि लिएर सबै बनाएको छ क्या यसमा है। यो तपाईँको एउटा अहिले बन्दै गरेको गाडी भयो, आफूले रुचि गरेको होइन? अरू अब मैले त्यहाँ एउटा रोल्स रोय पनि देखाएको थिएँ। त्यो चाहिँ 1975 को हो भाइ। त्योभन्दा अगाडिको 1904 को पनि हामी एउटा गाडी हेर्छौँ त्यहाँ होइन? अब अहिले चाहिँ यो रोल्स रोय अब धेरै यसको ब्रान्डको कारणले गर्दाखेरि चाहिँ चर्चा हुन्छ नि त। यो चाहिँ मेरो पर्सनल गाडी हो। कहिलेकाहीँ कुदाउँछु म, तर मलाई चाहिँ धेरै जस्तो चाहिँ ट्रकहरू नै मनपर्छ है कुदाउनलाई चाहिँ। अब यो भने त कहिलेकाहीँ यसो वर्षको 2-3 चोटि कुदाउँछु, त्यतिकै बस्या हुन्छ, त्यही भएर धुलो भएर बस्या छ। फेरि भिन्टेज गाडी अब कतिवटा गाडी मात्रै धुने होइन, कतिवटा गाडी मात्रै सफा गर्ने। मलाई फेरि त्यो धुनो भन्दा नि कुदाउनमा मात्र सोख हो क्या भाइ। अब धुलो भएर के भएर यार, नकुद्ने होइन। त्यही त।
यो फुट त निस्केको यस्तो देखिन्थ्यो नि रोल्स रोयसमा त्यस्तै हुन्छ यो होइन यो चाहिँ स्प्रिङमा हुन्छ कि भाइ यिनीहरू ए अच्छा स्प्रिङमा हुन्छ यिनीहरू यो चाहिँ एकदमै थोरै बनाएको अनि धेरै खर्च गर्न लग्जरियस गाडी भनेर चिनिन्थ्यो होइन अनि तपाईँले चाहिँ यो कहिले पाउनुभयो कहिलेदेखि चलाउँदै हुनुहुन्छ यो मैले यस्तै 15 वर्ष जति अगाडि लिएको भाइ सोख लाएर अनि अब कुदाउँदै अब त्यतिकै अब मन पर्यो अनि राखेँ त्यतिकै ए यसमा कतिजना प्यासेन्जर 4 जना हो सिटहरू त्यो स्पेस पनि कति धेरै हुने रहेछ है 4 जनाको हो यो भाइ हैन अब यस्तो हो भित्र चाहिँ त्यही त त्यो लेदरहरू तपाईले चेन्ज गर्नु भयो छैन होइन यो त पहिलाकै हो भाइ यो लाइटहरू मजाले अहिलेसम्म बल्ने ओर्ने इन्ट्रेस्टिङ कुछ यो है यसमा भएको इन्जिन मेरो त्यो ठुलो ट्रकमा भन्दा पनि ठुलो छ भाइ हो यो एउटा भयो अनि अहिले यो एउटा ठुलो अब ट्रक यो फोर्डको अब नेपालतिर त ट्रकलाई ठुलो गाडीलाई मात्रै ट्रक भन्ने चलन छ अब यहाँतिर त यो पनि ट्रक हो ट्रक तर कहाँ भाइ नेपालको हाम्रो त्यो टाटा ट्रकहरू हुँदैन हजुर त्यो जसको भन्दा ठुलो इन्जिन हुन्छ यिनीहरूमा यार है ए यो चाहिँ कस्तो खालको गाडी यो पनि तपाईँले युज गरिरहनु भएको यो चाहिँ हामीले यो धेरै गरमको सामानहरू लादेर अथवा त्यो ठुल्ठुलो सामान ओसार्ने ट्रेलरहरू त्यो ट्रेलरहरू तान्नलाई युज गर्छु कि मैले त्यो पछाडि जोड्ने पछाडि यसमा जोडिन्छ अनि यसमा जोडेपछि चाहिँ मैले 20,000 पाउन्डसम्म चाहिँ तान्न सक्छु कि यसले त्यही भएर यो गाडी युज गर्ने त्यसको लागि यो चाहिँ खासमा सामानहरू बोक्न यताउता सामान बोक्न हाम्रो भनौँ न हाम्रो यो गधा हो यो चाहिँ हाम्रो ह्याङ्गरको गधा होइन कि हात्ती भयो है यो चाहिँ फोर्ड भनेको चाहिँ अमेरिकन कम्पनी हो फोर्डको F350 डुली भन्छ कि यसलाई चाहिँ हजुर अनि यसमा पनि 6 जना मान्छे बस्न मिल्छ अगाडि 3 जना पछाडि 3 जना अनि सामान लाद्यो अनि यो ट्रेलर त्यसमा हुक हुन्छ अनि लग्यो ए यो ट्रेलरको फेरि आफ्नै कथा छ यार लामो कथा छ यार भाइ तिमी थियौ मसँग त्यो कथामा भाइ यार हो यहाँ थुप्रै अमेरिकन मिडियाहरूले पनि समाचार बनाएको थियो दाइको चाहिँ जुन नेपालमा लैजाने भन्ने एयरक्राफ्ट चाहिँ चोरी भएको थियो त्यसपछि लङ बीच भन्ने ठाउँको कतै सडकतिर जलाइएको अवस्थामा फेला पर्यो जलिरहेको होइन अनि त्यसकै बाँकी भाग होइन जलेको फ्रेमको बाँकी भाग मैले फर्काएर मैले यो बनाइदिएँ ए अब यसलाई ट्रेलर बनाउनु भयो उहाँले चाहिँ त्यो बाँकी रहेको भित्रको सामानहरू चाहिँ जल्यो केही बाँकी रह्यो केही बाँकी छैन यार मजाले जलिसक्यो सबै जलेछ त्यो जलेको पनि एयरक्राफ्ट सोसियल मिडियामा राखेको भएर थाहा पाइयो क्या होइन भिडियो त्यसपछि थाहा पाइयो नभए त थाहै पाउँदैन थियो हराएको एयरक्राफ्टको सामानहरू थियो दाइले आफैले बनाएर त्यो एयरक्राफ्ट राख्ने त्यो ट्रली के भन्ने अब त्यो भाँडो पनि आफैले कन्टेनर पनि आफैले बनाउनु भएको थियो जुन युनिक थियो त्यो किन्न ओर्न नपाइने खालको पछि अब यसको बाँकी रहेको अस्ति पन्जरलाई चाहिँ उहाँले सामानहरू सार्ने यस्तो बनाउनु भएको छ जुन अब अहिले उहाँले अघि भने जस्तो अर्को ठाउँमा पनि उहाँले एउटा ह्याङ्गर लिनु भएको छ यहाँबाट 1.5 घन्टा जति 1.5 घन्टा जति को डिस्टेन्समा त्यहाँ चाहिँ यो सामानहरू ओसार पसार पनि गर्दै हुनुहुन्छ यता पनि उता पनि लाने भनेर अब अर्को गाडीको कुरा हो प्लेनको कुरा हो यहाँ एउटा बाइक देखिँदैछ हरियो हरियो हिमालयन लेखेको यो चाहिँ रोयल इन्फिल्डकै हो भाइ यो चाहिँ इन्डियन कम्पनीको बाइक हो तर अब हिमालयन भनेको भएर मैले चाहिँ लिएर चलाउन थालेँ त्यसपछि राम्रै रहेछ क्या बाइक तर अब भनौँ इनर सिटीहरूलाई चाहिँ ठिकै रहेछ तर हाम्रो युएसको हाइवेमा चाहिँ अलिकति स्पिड नपुग्ने रहेछ यसको तर अब भनौँ 70 भन्दा मुनि चाहिँ ठिकै हो तर 70 भन्दा माथि चाहिँ नहुने रहेछ अच्छा यो रोयल इन्फिल्डको तपाईँले भन्नुभयो इन्डियामा बिल्ड भएको अनि यो कहिलेदेखि चढ्दै हुनुहुन्छ तपाईँ यो मैले 2023 मा किने हो भाइ यो 2023 को मोडल हो त्यति बेला किने हो मैले ए अनि यो हिमालयन भन्ने चाहिँ उनीहरूको मोडल इन्फिल्डको मोडल पहिला त तिनीहरूले बुलेट बनाउँथ्यो होइन अनि त्यसपछि यो अब यो हिमालतिर जानलाई अफ रोडिङहरू जानलाई चाहिँ बनाएको चाहिँ यो हो क्या तपाईँले यही किन्नु भएको यही किने हो यो रोयल इन्फिल्डको अहिले चाहिँ अनिश प्रधानले चढेर हिँडिरहनु भएको छ यो बाइक चाहिँ होइन अब अर्कोतिर यहाँ एउटा भिन्टेज खालको गाडी छ अब अहिले हेर्दाखेरि चाहिँ यो गाडी जस्तो नदेखिएला कार्ट अब यतातिरको चलनले कार्ट भन्न मिल्यो यसलाई होइन तर यो एकदम पुरानो कार साँच्चीकै गाडी हो साँच्चीकै गाडी होइन त 1904 को गाडी हो यसमा लेखिएको पनि छ पहिलाको खासमा कार यस्तो हुन्थे सुरुमा घोडा नभए बगी सुरुमा त अब घोडा चढ्ने हो अनि यसको यो तलपट्टिका यो हामीले अब नेपालतिर पत्ता भने जस्तो स्प्रिङ पत्ता भने जस्तो राखेको रहेछ यही नै पछि अझ राम्रो बनाउँदै गएर कारमा राखेको त हो नि यो चाहिँ के हो ल दाइ भन्दिनुहोस् त खासमा यो चाहिँ ओल्ड्समोबिल भन्ने कम्पनीको
गाडी हो अनि यो चाहिँ 1904 मा पब्लिस भएको गाडी अनि त्यही डिजाइनबाट चाहिँ हामीले बनायो यहाँ ए यो अहिले पनि चल्छ स्टार्ट हुन्छ सुन्नै पर्यो त त्यसो भए एकचोटि हर्न पनि गर्छ हर्न भनेपछि हर्न पनि यो घोडाको आवाज जस्तो घोडाको आवाज अनि यसको स्टियरिङ चाहिँ यो एउटा यो स्टियरिङ यो भयो हैन अब यो गियर भयो त्यो चाहिँ ब्रेक भयो ठिकै छ भाइ बन्द गर्ने नि भइहाल्यो ल भनेपछि पहिला सुरुमा चाहिँ स्टियरिङ यस्तो राख्ने रहेछ गोलो राख्ने भन्ने टक्क अब हैन यसरी बस्यो हैन अनि यसरी कुदाउने हो यो घोडा उ गरे जस्तै त्यही त इन्ट्रेस्टिङ यो पुरानो भने पनि अहिले टिलिक्क छ सबै राम्रो छ रङ सङ सबै छ भनेपछि यो तपाईँले अहिले फेरि बनाउनु भएको छ हामीले फेरि गरे हो गरे हो अब त्यही त हो नि यहाँ सबैजना एयरप्लेन बनाउनेहरू छन् त्यसपछि एयरप्लेनकै सामानहरू युज गर्दै बनायो कि यो पनि होइन यसमा चाहिँ तपाईँले के गर्नुभयो दाइ यसको हामीले फ्रेम बनायौँ बडीहरू बनायौँ इन्जिन बनायौँ सस्पेन्सनहरू ब्रेकहरू बनायौँ अनि त्यसपछि हामीले चाहिँ जुन यो गाडी 1904 मा निस्केको जुन स्पेसिफिकेसन थियो त्यही अनुसार बनाछौँ क्या हामीले अहिले पनि ए अब यो तपाईँले बनाइसकेर यसलाई बेच्ने वा के गर्ने भन्ने हो कि होइन त्यो त मैले सोचेको थिएन भाइ त्यो आफ्नो इच्छाहरूले बनायो क्या हाम्रो अब इन्जिनियरहरूलाई पनि अब काम गर्ने वातावरण बन्छ होइन यो बनाऊ त्यो बनाऊ अनि त्यसपछि डिजाइन बन्दै जान्छ नि त हो त्यो कारणले पनि हामीले बनायौँ कि अहिले अब त्यो भित्र पनि तपाईँका भिन्टेजकै कारहरू छन् त्यो पनि एकदम आर्मीका गाडीहरू स्विस आर्मीको लगायतको गाडीहरू छ त्यसमा जाउँला होइन तर जाँदै गर्दाखेरि एउटा यो माथिपट्टिको हुड खोलिरहेको प्लेन त्यसको बारेमा केही भन्नुहुन्छ त्यो किन त्यो चाहिँ त्यो प्लेनको नाम चाहिँ एक्स्ट्रा त्यो एरोप्लेनको नाम चाहिँ एक्स्ट्रा हो हजुर त्यो एरोप्लेन चाहिँ कस्तो भन्दाखेरि फुल्ली एरोब्याटिक एरोब्याटिक भनेको चाहिँ कस्तो भन्दाखेरि आकाशमा गएर उल्टाउने पुल्टाउने झार्ने सबै गर्न मिल्छ कि एरोप्लेनमा त्यही भएर चाहिँ भनौँ पाइलटहरूको चाहिँ ड्रिम एरोप्लेन हो कि यिनीहरू यो किन त्यस्तो ड्रिम चाहिँ अब अरू एरोप्लेनहरूमा गर्न मिल्दैन यसमा चाहिँ हामीले उल्टाएर पनि उडाउनु मिल्छ कि भाइ यसरी पल्टाएर पनि उडाउनु मिल्ने माथि लगेर यसरी घुमाएर तल झर्न मिल्ने उल्टी पुल्टी खेल्न मिल्ने हावामा त्यही भएर चाहिँ यसको नाम चाहिँ के एक्स्ट्रा नामै एक्स्ट्रा यसको नाम चाहिँ एक्स्ट्रा 300 अनि यो कहिले बिल्ड भएको यो चाहिँ 90s को भाइ झार्ने सबै गर्न मिल्छ कि एरोप्लेनमा त्यही भएर चाहिँ भनौँ पाइलटहरूको चाहिँ ड्रिम एरोप्लेन हो कि यिनीहरू यो किन त्यस्तो ड्रिम चाहिँ अब अरू एरोप्लेनहरूमा गर्न मिल्दैन यसमा चाहिँ हामीले उल्टाएर पनि उडाउनु मिल्छ कि भाइ यसरी पल्टाएर पनि उडाउनु मिल्ने माथि लगेर यसरी घुमाएर तल झर्न मिल्ने उल्टी पुल्टी खेल्न मिल्ने हावामा त्यही भएर चाहिँ यसको नाम चाहिँ के एक्स्ट्रा नामै एक्स्ट्रा यसको नाम चाहिँ एक्स्ट्रा 300 अनि यो कहिले बिल्ड भएको यो चाहिँ 90s को भाइ झार्ने सबै गर्न मिल्छ कि एरोप्लेनमा त्यही भएर चाहिँ भनौँ पाइलटहरूको चाहिँ ड्रिम एरोप्लेन हो कि यिनीहरू यो किन त्यस्तो ड्रिम चाहिँ अब अरू एरोप्लेनहरूमा गर्न मिल्दैन यसमा चाहिँ हामीले उल्टाएर पनि उडाउनु मिल्छ कि भाइ यसरी पल्टाएर पनि उडाउनु मिल्ने माथि लगेर यसरी घुमाएर तल झर्न मिल्ने उल्टी पुल्टी खेल्न मिल्ने हावामा त्यही भएर चाहिँ यसको नाम चाहिँ के एक्स्ट्रा नामै एक्स्ट्रा यसको नाम चाहिँ एक्स्ट्रा 300 अनि यो कहिले बिल्ड भएको यो चाहिँ 90s को भाइ अनि यो तपाईँसँग पहिल्यै थियो कि 3-4 वर्ष अगाडिदेखि है यो अरू प्लेनको पनि यस्तै गरी खोल्छ यिनीहरू ढोकाहरू यो कस्तो हुन्छ होइन यो चाहिँ अब कस्तो भन्दाखेरि उल्टिँदाखेरि चाहिँ पुरा देख्नुपर्ने भयो नि त मुनितिर त्यही भएर चाहिँ यसको क्यानापी भएको पुरै डिजाइन चाहिँ हाम्रो फाइटर प्लेनहरूको जस्तै हुन्छ कि यिनीहरूमा अनि यो पनि तपाईँले यो अब यो चल्ने अवस्थाकै किन्नु होइन यो हामीले पुट टुगेदर गरेको हामीले असेम्बल गरे हो यो के गर्नुभयो त यसमा यसको इन्जिनको काम अब एयरफ्रेम भनेको एयरप्लेनको बडीहरूको काम ल्यान्डिङ गियरको काम एभियोनिक्स भनेको रेडियोहरू इन्स्ट्रुमेन्टहरूको कामहरू सबै गरे यसमा अहिले पनि यो उडिरहेछ उडिरहेछ यसमा इन्जिन चाहिँ डबल इन्जिन हो कि सिङ्गल इन्जिन यस्तो खालकोमा सिङ्गल इन्जिन हुन्छ हैन
तर यो सिङ्गल इन्जिन भए पनि भाइ यो चाहिँ झन्डै यसले 550 हॉर्स पावर दिन्छ त्यसको मतलब एकदमै फास्ट हुन्छ यिनीहरू है जस्तो यो प्लेनहरू मान्छेले चाहिँ यहाँ किन उडाउँछ अहिले जस्तो अब सेफ्टीको लागि हो भने त डबल इन्जिनको कुराहरू आउला होइन त्यो वास्तवमा मलाई चाहिँ बकवास लाग्छ क्या भाइ हो यार किन भन्दाखेरि अब मैले सिङ्गल इन्जिन उडाइरहेको जुकौँ बितिसक्यो भाइ अब मैले चिन्ने बुढोहरूले उडाइरहेको 80 वर्ष भइसक्यो केही भएको छैन अझै उडाइरहेछन् होइन यही प्लेन चाहिँ मान्छेले किन चढाउँछ अहिले यो प्लेन चढाउनलाई चाहिँ एकदमै त्यो पाइलट चाहिँ तगडा हुनुपर्छ भाइ यो जथाभावी पाइलटको एरोप्लेन होइन त्यही भएर चाहिँ अब यो उडाउने मान्छेहरूलाई फेरि रेगुलर एरोप्लेन उडाउन मन लाग्दैन अब त्यो भनौँ न अब त्यो मोटरसाइकल उडाउने उहरूलाई त त्यो राजदूत मात्र लिएर हिँड्न त मन परेन त्यही खोज्छन् हो त्यही भयो यो मैले है ए इन्ट्रेस्टिङ ल त्यसपछि अब यो प्लेनको कुरा गरिहाल्यौँ हामीले दाइलाई एकचोटि त्यहीँ राखेर हेर्नुपर्छ क्या त्यहाँ कस्तो देखिनुहुन्छ ल यो चाहिँ यो इन्ट्रेस्टिङ थुप्रै प्लेनहरू छन् उहाँका योभन्दा अगाडिका भिडियोहरूमा पनि हामीले कुराकानी गरिहाल्यौँ यो पाइलट बस्ने चाहिँ यसमा यहाँ ए अनि अगाडि चाहिँ के हो त अगाडि चाहिँ प्यासेन्जर भाइ अगाडि चाहिँ प्यासेन्जर अगाडि प्यासेन्जर ए यो उल्टो रहेछ नि त यसमा हैन त्यही भएर पाइलट चाहिँ पछाडि बस्छ यसमा प्यासेन्जर चाहिँ अगाडि हुन्छ कि भाइ त्यही भएर सबै थोक चाहिँ पछाडि भएको कारण यो कन्ट्रोलहरूदेखि लिएर रेडियोहरूदेखि लिएर इन्स्ट्रुमेन्टहरू सबै पछाडि हुन्छन् कि पछाडि भएको अनि माथिपट्टि सिसाले सबै देखिने सिसाले अब ढ्यापै बन्द गरेपछि त मैले त जताततै देख्ने भयो नि त हो हैन जताततै देखिने अनि अगाडिकोले पनि कन्ट्रोल गर्न मिल्छ तर उसको चाहिँ इन्स्ट्रुमेन्टहरू हुँदैन क्या भेरी बेसिक इन्स्ट्रुमेन्ट हुन्छ पछाडि चाहिँ इन्स्ट्रुमेन्ट हो कि सबै ए भनेको अगाडि पनि अब जानेकै मान्छे बस्यो भने पनि भयो भयो अच्छा 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 भने एकजना प्यासेन्जर एकजना पाइलट अनि यो एरोप्लेनलाई चाहिँ फेरि टेल ड्र्यागर भन्छ क्या भाइ हजुर किन भन्दाखेरि यसको मेन गियर अगाडि चाहिँ दुईटा चक्का पछाडि चाहिँ एउटा चक्का छ नि त यसको ए हजुर हजुर हैन अरू प्लेनको त दुईटा चक्का पछाडि एउटा चक्का अगाडि हैन यसको चाहिँ उल्टो हुन्छ तर त्यही भएर यसलाई चाहिँ टेल ड्र्यागर भन्छौँ क्या हामीले चक्का पनि हेर्दा त कति सानो सानो इन्ट्रेस्टिङ है ल कस्तो राम्रो रहेछ यो कलरहरू तपाईँले अहिले गर्नुभएको कि पहिल्यै यस्तो पहिल्यै हो यो पहिल्यैदेखि पहिल्यै यस्तो अब चाहिँ यो प्लेनको कुरा त हामीले पहिला पनि गरेकै छौँ अब यो एउटा नयाँ प्लेन भएको भएर यो इन्ट्रेस्टिङ लागेर के हो भन्ने कुरा हामीले गऱ्यौँ अब हामी भित्र जान्छौँ तर अब दाइले भने जस्तो यो प्लेनमा के फरक हो भन्ने कुरा चाहिँ उयो अगाडिको प्लेनहरू हेऱ्यो भने हामीले ठ्याक्कै फरक थाहा पाउँछौँ जस्तो प्यासेन्जर अगाडि नबस्ने अनि यो त्यसपछि यो पाङ्ग्रा यसलाई चाहिँ टेल व्हील भन्छौँ क्या हामीले ए तर पाङ्ग्रा त कति सानो हुँदो रहेछ सानो हुन्छ भाइ यो जुन हाम्रो जुन स्टियरिङ हुन्छ नि त्यही पाङ्ग्राले गर्ने हो कि स्टियरिङ ए है किन ठुलो होला त्यो दुईटा चेन छैन स्प्रिङ भएको त्यसले हो कन्ट्रोल गर्ने खासमा यो पाङ्ग्रा यत्रो हुँदो रहेछ कि ओत भन्दा सानो हुँदो रहेछ इन्ट्रेस्टिङ यो अर्को अब नर्मल्ली चाहिँ यस्ता खालको प्लेनहरू अगाडि एउटा पछाडि दुईटा अगाडि हो यसलाई चाहिँ हामी ट्राइसाइकल भन्छौँ क्या हजुर अनि जस्तो अब यसमा पाइलट अगाडि बस्छ प्यासेन्जर पछाडि बस्छ होइन दुईजना प्यासेन्जर यसमा दुईजना अगाडि दुईजना पछाडि यसमा दुईजनै बस्न मिल्ने पनि भयो यो अब चाहिँ हामी भित्र जान्छौँ दाइको खास गराजमा जहाँ चाहिँ दाइको अरू गाडीहरू पनि छन् तपाईँले चढ्ने वा तपाईँले पहिले प्रयोग गर्नुभएका अरू भिन्टेज गाडीहरू चाहिँ कहाँ छन् त टोरेन्सको घरमा टन्न राखेका छौँ हामीले टन्न ट्याप भन्ने ठाउँमा लगेका छौँ अनि अरू 2-4वटा स्टोरेजहरू लिएर राखेका छौँ कि भाइ मैले दाइको घरको आँगनमा चाहिँ केही यस्तो भिन्टेज गाडीहरू देखेको छु त्यहाँ छ टन्नै जस्तो 1922 1930 1931 1932 1940 41 1950 56 टन्नै छ यार भाइ एउटा गाडी चाहिँ अहिलेको त्यो भिन्टेज भने जस्तै त्यहाँ त्यो 1922 को ए त्यो चाहिँ त्यसलाई चाहिँ मोडल टी भन्छौँ भाइ त्यो चाहिँ फोर्डको गाडी हो तर मैले चाहिँ मेरो आफ्नो स्पेसिफिकेसनमा फेरि रिडन गरे हो क्या त्यसमा के तल के प्रधान के भनेर लेख्नु भएको थियो नि त्यसमा प्रधान अटोमोटिभ्स ए त्यहाँ मैले लेखेको देखाएँ अनि त्यसपछि मैले थाहा पाएँ कि यो दाइकै गाडी रहेछ घरमा त्यहाँ बाहिरतिर राखिरहेको ठाउँ ए त्यो गाडी चाहिँ जब निस्क्यो नि त्यो चाहिँ 20 माइलभन्दा बढी कुद्दैन थियो तिनीहरू अब यो गाडी त्यो गाडी मैले बनाएको गाडी चाहिँ 200 माइल पर आवर दौडिन्छ ए भनेको त्यो स्पेसिफिकेसनहरू चेन्ज सबै चेन्ज यहाँ भएका मध्ये चाहिँ अब के चाहिँ इन्ट्रेस्टिङ छ नि त यो गाडीहरू अब यो गाडी चाहिँ हाम्रो भोल्क्सवागनको हो यो गाडीको नाम चाहिँ द थिङ भन्छौँ यसलाई यो चाहिँ 1971 को हो ओरिजिनली चाहिँ यो जर्मन आर्मीको लागि बनाएको गाडी हो भाइ ए
अनि अब मान्छेहरूलाई इन्ट्रेस्ट भएको भएर मान्छेहरूले चाहिँ अब होइन आफूले कुदाउने यो गर्ने त्यो गर्ने गर्छन् तर यो चाहिँ ओरिजिनली चाहिँ जर्मन आर्मीको गाडी हो यो ए भोल्क्सव्यागनको यो अनि यो अहिले साइनहरू एकदमै साइनी छ नि त यो तपाईँले अहिले चेन्ज गर्नु सबै हामीले रि गरेको चेन्ज भन्दा पनि पुरानोलाई नै नयाँ बनाइदिएको नयाँ बनाएको हो है इन्ट्रेस्टिङ यो पनि आर्मीले चढ्ने गाडी आर्मीले चढ्ने गाडी हो भाइ ए पुरानो भएर यो आर्मीले चढ्ने गाडी भन्दाखेरि चाहिँ यसमा के फरक हुन्छ खासमा अब त्यति धेरै लग्जरी सामानहरू हुँदैन तर जताततै जाने त्यति बेसिक तर बलियो नेपालहरूमा चाहिने गाडी चाहिँ यिनीहरू हो होइन बेसिक होइन काम गर्नु पनि सजिलो पार्ट्सहरू पनि सजिलो जताततै कुद्ने है तर अब यसमा एकदमै अहिलेको जस्तो अब हामीले भने जस्तो लग्जरियस भन्ने टाइपको सामानहरू यताउता भन्ने चाहिँ राखे हुँदैन बेसिक सामानहरू हुन्छन् भाइ तर एकदम बलियो राम्रो कुद्ने हुन्छ क्या होइन अहिले हेर्दाखेरि ल स्टेयरिङ पनि हेर्नु न यो एकदमै अलिक होइन नेपालको डाँडा काँडा हिलो खाटो जताततै कुदायो नि केही नहुन्न कि यिनीहरू है यो खालको एन्टेनाहरू पहिलेदेखिकै पहिलेदेखि त्यो सिबी एन्टेना हो यिनीहरू चाहिँ त्यो भनेको त्यो अब मिलिटरी रेडियोहरूको लागि ए कम्युनिकेसनको लागि है अनि यो यतातिर यो राइट साइडमा भएको यो गाडी चाहिँ कमारो हो भाइ यो गाडीको नाम चाहिँ सेबी कमारो हजुर अनि यो गाडी यो चाहिँ रेस कार हो भाइ यो चाहिँ रेस कार हो यो गाडीहरू तपाईँले अहिले पनि यसो कहिले काहीँ चलाउनु हुन्छ वा हुँदैन कसो हुन्छ चलाउँछु म टाइममा है टाइममा चलाउँछु चलाएन भने अब हुन्छ अब तपाईँ अब आफै यसको जानकारी अब त्यही हो अब त्यो चलाएन भने बिग्रिँदै जाने होइन हामी मान्छे जस्तो त हो नि अलिअलि हिँडेन अलिअलि एक्सर्साइज गरेन भने छिटो बुढो भइन्छ नि त्यही हो त्यो पनि यो चाहिँ कहिलेको गाडी हो यो चाहिँ 70s को गाडी हो ए यसको यो टायरको भित्रपट्टिको साइनिङ अहिलेसम्म पनि उस्तै रहेछ है कस्तो राम्रो देखिने अहिलेसम्म पनि हेर्नुहोस् न इन्ट्रेस्टिङ यसको यो लुक्स यसमा चाहिँ 450 हर्स पावरको इन्जिन छ क्या भाइ ए अब भनौँ नर्मल गाडीहरूमा जम्मा हुन्छ 80 देखि 120 यो एउटा गाडी भयो होइन अनि त्यसपछि यो चाहिँ MR2 यो चाहिँ टोयोटाको MR2 भन्ने गाडी हो यसको नाम चाहिँ MR2 यो चाहिँ कहिलेतिरको गाडी रहेछ यो चाहिँ 80s को हो भाइ यो चाहिँ टोयोटाको रेस कार हो यो पनि रेस कार हो त्यति बेला टोयोटाको रेस कार हो यिनीहरू चाहिँ यो खासमा यो गाडीहरूमा यो डिजाइनको लागि राखेको हुन्छ कि होइन यो यसको इन्जिन चाहिँ पछाडि हुन्छ कि भाइ त्यही भएर योहरू चाहिँ यहाँबाट हावा छिरेर इन्जिनलाई कुल गर्ने हो कि यो ए चल्दाखेरि यहाँबाट छिरोस् भनेर है त्यति बेला नै यो माथिपट्टि देखिने सिलहरू राखेको हुँदो रहेछ यो गाडीहरूमा अहिलेको हामीले प्लेनको कुरा गरेर त्यो गाडीमा चाहिँ होइन माथिपट्टि होइन त्यो पनि त्यही हो ग्लासै हो त्यो पनि माथि त्यसको त यसको चाहिँ पछाडि मात्र सर्छ होइन अनि यस्तो उठ्छ त्यसको चाहिँ पुरै निकाल्न मिल्छ क्या ए जस्तो अब अहिले चाहिँ त्यसलाई चाहिँ टी टप भन्छौँ हामी अहिले हामीले गाडीको कुरा गर्दाखेरि चाहिँ ए माथिपट्टि यस्तो भएको भनेर भन्छौँ यो अहिले होइन सुरु भएको चलन होइन भाइ अब मेरो त्यो 1922 को गाडी कन्भर्टेबल 1922 मा हो है त्यति बेलादेखि त्यस्तो थियो झन् पुरानो गाडीहरूमा झन् राम्रो डिजाइन र धेरै आर्टिस्टिक उ छ क्या अहिलेसम्म पनि खोल्न ओर्न सजिलै मिल्ने चल्ने होइन त्यही त इन्ट्रेस्टिङ अब यो नम्बर प्लेटहरू पनि राखिनै रहनु भएको छ अनि सबैको इन्सुरेन्स यताउता सबै यो दुःख बेहोर्नुपर्छ कि पर्दैन सबै बेहोर्नुपर्छ यार भाइ त्यही भएर जति कमाइन नपुग्ने यार है त्यतिकै राखे पनि अब यो अहिले मसँग 19 वटा गाडी रेजिस्टर्ड छ भाइ त्यो घरमा हात्ती पाले जस्तो क्या जति बेला पनि भाइ होइन त्यही भएर अब अलिकति इलिमिनेट गर्नु पर्यो भन्ने सोच्दैछु त्यो भने घटाउने होइन घटाउने है अनि त्यो उता त्यो BMW को त्यो उता देखिएको चाहिँ त्यो चाहिँ त्यो मेरो मोटरसाइकलको साइडमा जान्छ राख्ने यो अहिले सामानहरू ओसार्ने क्रममा भएकोले जताततै सामान भएको छ क्या है यो चाहिँ यो एरोप्लेन तान्ने हो भाइ यसले चाहिँ यो टो गर्ने चाहिँ एरोप्लेन ठग भन्छ तर अहिले हेर्दाखेरि चाहिँ अरू फरक मोडलको यो पनि पुरानै मध्ये यो पनि पुरानो यो 1940s को हो भाइ यो त अहिले हेर्दाखेरि त यो कार जस्तै देखिँदो रहेछ नि त 1940s को हो यो अहिले चाहिँ अलिकति डब्बा टाइपको अलिकति अर्कै देखिन्छ इन्ट्रेस्टिङ यो हामीले पहिला यो गाडीको कुरा गरेका थियौँ होइन यो त्यति बेला पनि बनाउँदै हुनुहुन्थ्यो अब यो अगाडि बढाउनुहुन्छ जस्तो लागेन अब यो होइन यसको काम सकिसक्यो अब यसलाई लगेर राख्ने ठाउँ मात्रै बन्दोबस्त गर्दैछु यो ठाउँ पनि त ठुलै चाहियो नि त यत्रो यो तपाईँको होइन त्यही भएर यो चाहिँ डेजर्ट लाने प्लान छ क्या
यो त पुरै एउटा घर यही राख्ने भनेर एउटा खाली जग्गा किनेर राखेका छौँ हामीले यो लगाएर राख्नलाई त्यही गर्नको लागि होइन पहिला हामी आउँदैखेरि यो 2 तल्ला हो कि 3 तल्ला हो यो 2 तल्ला 2 तल्लाको होइन पहिला पनि हामीले एकचोटि सर हेरेका थियौँ यसमा चाहिँ सबै किचन रेस्टरुमदेखि लिएर सबै तर यति ठुलो छ कि यो जापाती राख्न अब यो ह्याङ्गरभित्र राख्दाखेरि पनि 30 फिट लम्बाइ 14 फिट उचाइ 14 फिटको उचाइ छ होइन 14 फिट दुईटा मान्छे भन्दा पनि ठुलो भयो भनौँ न कहाँ 7.5 फिटको मान्छे हुन्छ र होइन नर्मल्ली भने त लगभग 2टा भन्दा बढीको भयो भनेपछि तपाईँले रजिस्टर मात्रै गर्नुभएको गाडी 19वटा छ 19वटा छ भाइ विभिन्न ठाउँहरूमा अनि ती सबै भिन्टेज हुन् सबै भिन्टेज मेरो सबभन्दा पुरानो गाडी भनेको 1922 हो मेरो सबैभन्दा नयाँ भनेको त्यो 2023 भयो त्यति हो 1904 यसको त भुसुकै बिर्छ यार भाइ म सानो भएर चलाइँदैन होला त्यति चलाइन्न अब बाहिर चलाउने कुरो भएन भित्र एयरपोर्टभित्रहरू मात्र हो त्यो बाटैमा लिएर हिँड्न त अहिले त मिल्दैन होला मिल्छ तर अब 15-20 किलोमिटर पर आवर त्यही त त्यही परेडमा गए मात्र हो है भनेपछि तर नेपालमा भयो त म कुदाएर हिँडिदिन्थेँ भाइ फेरि खाइन्डाङ गुन्डुङमा भ्याउँदैन होला नि भ्याउँछ होला यार त्यसमा खतरा सस्पेन्सन छ अब त्यो बनाएको नै त्यो हाम्रो गोरेटो बग्गी चढ्ने बाटोको लागि हो गाडा बेलाको लागि त्यही त पहिला नेपालतिर पुरानो गाडीहरू जस्तो हामीले भीमफेदीतिरबाट बोकेर गएको भन्ने फोटोहरू देख्थ्यौँ नि त्यति बेला गएका गाडीहरू मध्ये चाहिँ कुनै यता त्यस्ता छन् त यहीँ चाहिँ छैन होला यहाँ छैन तर घरमा छ त्यो टन्नै त्यो चाहिँ 30s र 40s को छ 40s तिर 50तिरको होइन त्यो जुन हामीले एउटा पिक्चर देख्छौँ नि गाडी बोकेर लगेको त्यो चाहिँ मिड 30s को हो क्या 36 देखि 38 भित्रको हो त्यो गाडी है अमेरिकन मेड गाडी हो त्यो भीमफेदीतिरबाट इन्डिया हुँदै भीमफेदीबाट बोकेर मैले यो नेसनल जियोग्राफिक भन्ने म्यागजिनमा पढिरहेको छु अहिले त्यो स्टोरीहरू त्यसमा चाहिँ के लेखेको छ भने 60 देखि 120 जना जतिले चाहिँ बोकेर लिएर जान्थे अनि एउटा सिँगै रुखको चाहिँ त्यो काँधमा राख्ने बनाएर अनि बेहुली जसरी त्यो रुख डोली बनाएर लिएर जाने अनि त्यो पनि धन्न हामीलाई कसरी थाहा भयो भने यो अमेरिकन रिसर्चरहरू त्यहाँ पुगेको बेला फोटो खिच्दै उनीहरूले र त्यो चाहिँ त्यो नेसनल जियोग्राफिक म्यागजिनमा भीमफेदीको खोला तरेकै पिक्चर छ नि त एउटा हो त्यही त त्यो 60 देखि 120 जनाले बोक्थे अरे अनि त्यसमा चाहिँ त्यो बोक्ने बेलामा चाहिँ उनीहरूले गीत गाउँदै बोक्थे भनेर लेखाएको छ क्या उसले त्यो डिस्क्रिप्सन लेख्दाखेरि कछाड लगाएर बोकिरा हुन्थ्यो त्यसरी चाहिँ तर गर्नु गर्यो यार हाम्रो नेपाली बुढोहरूले यार त्यो जमानामा मान्छेलाई बोकाएर लगेर यार होइन त्यति बेला फेरि बाटो चाहिँ काठमाडौँमा राणाहरूको एउटा घरबाट दरबारसम्म मात्रै त्यो बाहेक कहीँ पनि नेपालभरि बाटो थिएन अरे अब त्यो अमेरिकन रिसर्चरहरू हिँडेर जाँदाखेरि पनि रक्सोल हुँदै अनि त्यहाँ रक्सोलमा चाहिँ राणाको आर्मीले त्यहाँ लिने अनि त्यहाँबाट उनीहरूलाई एस्कोर्ट गर्दै हिँडाउँदै काठमाडौँ अनि त्यो माथि अहिले चन्द्रगिरीबाट तल झार्ने रहेछन् भनेपछि अब त्यस्तोमा नै गाडी बोकेर दुःख पायो होला त होइन गाडी बोकेर लिएर जाने हो त्यस्ता खालका गाडी जो अमेरिकन मेड यिनीहरू नै गाडी यहाँ भएका गाडीहरू चाहिँ सबै अमेरिकन मेड हुने होइन यो जर्मन मेड भयो त्यो अमेरिकन मेड भयो यो जापानिज मेड भयो त्यो दुईटा रोल्स रोयस र त्यो हाम्रो ल्यान्ड रोभर 101 चाहिँ इङ्ग्लिस मेड भयो अब 1904 अमेरिकन मेड भयो ओल्ड्समोबिल भन्ने कम्पनीको यसको पनि अस्ति तपाईँले एउटा स्टोरी त भन्नुभएको थियो हाम्रो पुरानो भिडियो नहेर्नेहरूलाई त रमाइलो लाग्न सक्छ यो चाहिँ इङ्ल्यान्डको बस हो अनि यहाँ चाहिँ हलिउडमा लिएर आएको थियो मुभीको लागि अनि मुभी सकेपछि चाहिँ लिलामी हुँदाखेरि चाहिँ मैले ल्याएँ है अनि यो पहिला यो कुन स्वरूपमा थियो के को लागि बनाएको यो चल्दैन थियो त्यतिकै राखिरहेको थियो अनि हामीले लिएर चाहिँ सबै बनाएर चलाएर लिएर आयो भनेपछि जहाँ राख्नुभयो त्यहीँ बसेर पहिला बनाएर अनि यहाँ लिएर आएर अरूहरू मर्मत गरे पहिला चाहिँ के को लागि प्रयोग हुन्थ्यो यो गाडी त्यो मान्छेहरू बस्ने मेकअप सकअप लाउने त्यति मात्र हो खानासाना खाने अहिले पनि हामीले यसो सुन्दाखेरि चाहिँ टर्मिनोलोजी मलाई ठ्याक्कै के भन्छ थाहा भएन जस्तो यो स्टारहरूले जस्तो इन्डियन स्टारहरूले पनि उनीहरूले क्याराभ्यान होला 4-5 करोडको चाहिँ आफू सुटिङमा जाँदाखेरि त्यहीँभित्र बस्ने रिक्रिएसनल भेहिकल आरभी भन्छौँ हामीले हजुर अनि त्यही हो यो पनि है त्यसरी बनाएको भनेर अहिले न्युज हेऱ्यो भने पनि थाहा हुन्छ अस्ति भर्खरतिर म यसो टिकटकतिर एकदम भाइरल भएको देखिरहेको थिएँ यो जस्तो मान्छेहरू चाहिँ खुब खोज्छन् नि त अहिले त है यो अहिले फेरि यो फेसन भएको छ नि त भाइ यो सबै भ्यानिटी भ्यान होइन यस्तो खालको गाडीहरू जुन चाहिँ एकदमै ठुल्ठुला स्टारहरूले चाहिँ आफ्नो ठुलो लिएरै जाने यहाँ पनि त्यही गर्छन् होइन भनेपछि त्यस्तै खालको गाडी थियो यो यताबाट हेर्दाखेरि डब्बा जस्तो उत्रदाखेरि पनि एकदमै ठुलो छ अघि पनि मैले कुरा गरिहालेँ जस्तो माथिपट्टि जानको लागि नै यत्रो ठुलो भर्याङ हाल्नुपर्छ अनि जो चाहिँ यहाँ बस्ने उ गर्ने भनेर
अनिस दाइले पहिलेदेखि बनाइ पनि रहनु भएको थियो, तर कहाँ राख्ने भन्ने पनि कुरा भयो। अब तपाईँ यहाँबाट चाहिँ यो सबै सामानहरू लिएर जानुहुन्छ कि अर्को ठाउँमा जाँदाखेरि यसलाई पनि राख्नुहुन्छ कि कस्तो छ प्लान? होइन, यो ह्याङ्गर चाहिँ यही हुन्छ। यहाँबाट चाहिँ हामीले मसँग विभिन्न अरू स्टोरेजहरू थियो, त्यहाँबाट सबै सामान हामीले यहाँ सारेर चाहिँ आइटमाइज गरेर यो नयाँ ह्याङ्गरमा चाहिँ लाँदैछौँ हामी सामानहरू। तर यहाँको सामान चाहिँ यही हुन्छ है। तपाईँले खासमा यहाँ वा अर्कोतिर ह्याङ्गरमा बस्दाखेरि चाहिँ गर्नु चाहिँ के हुन्छ? एयरप्लेन बनाउने, डिजाइन गर्ने, गाडीहरूको डिजाइन गर्ने, बनाउने, म्युजिक बनाउने, होइन, जस्तै पाइलटहरूलाई सिकाउने, इन्जिनियरहरूलाई सिकाउने। उताको ह्याङ्गरमा पनि त्यही हुन्छ हाम्रो, मल्टिपल काम हुन्छ। तपाईँले यो अब जस्तो कतिपय यो कारहरू प्लेनहरू हेर्दाखेरि चाहिँ भिन्टेज खालको छ, यो सबै पुरानोलाई अब फेरि रिमोडल गर्नु भएको छ। अनि अब कुरा गर्दाखेरि मैले यत्रो दुःख गरेर जम्मै यो प्लेनको सामानहरू हालेर बनाएको छु, यो बेच्ने पनि होइन भन्नुहुन्छ। अनि गर्ने चाहिँ के हो त? एजुकेसन, घुमघाम, होइन, साथीभाइ आउँछन्, चलाउन भन्छन्, चला भनिदियो। किनभने यो तपाईँको प्यासन हो। प्यासन हो नि, होइन। सबै कुरो कमाउनेको लागि मात्र होइन नि त भाइ, होइन। तपाईँलाई त्यसो भए कुनै एउटा भिन्टेज चिज देखिसकेपछि चाहिँ यो चाहिँ अब म लगेर बनाऊँ जस्तो मेरो फेरि लिएर आएर खोलखाल गरेर सब हेर्ने बानी छ क्या भाइ। अनि त्यसपछि लिएर आयो, अनि खोलखाल बनायो, सब हेऱ्यो, अनि फेरि बनायो है। त्यही त अहिले चाहिँ मैले अनिस दाइसँग उहाँको यो गाडीहरूको रुचिको विषयमा आज कुराकानी गरेँ। आज हामी ठ्याक्क यो भिडियो रेकर्डै गर्ने भन्ने हिसाबले आएका थिएनौँ, त्यसले गर्दाखेरि चाहिँ नि उहाँको सबै गाडीहरू चाहिँ अहिले देखाउन मिलेन। अब मौका मिल्यो भने उहाँको म फोटोसोटो खिचेर यहाँ हालेर देखाउँला अरू पनि कस्ता कस्ता गाडी छन् भनेर। स्पेसल्ली उहाँको यो ह्याङ्गर भएको ठाउँमा अलिअलि गाडी, किनभने आज आएको बेलामा चाहिँ पहिला आउँदाखेरि यति धेरै गाडी जम्मा गरेर राख्नु भएको थिएन, आज चाहिँ अलि धेरै देखेँ मैले। त्यसपछि यो गाडीको रुचिको विषयमा पहिलेदेखि कुरा गरौँ भन्ने थियो, कुरा गरौँ त आज भनेर अलिकति कुरा गरियो। र अरू गाडीहरू उहाँले आफ्नो घरमा वा चाहिँ अर्को ह्याङ्गरमा पनि राख्नु भएको छ, जस्तै भिन्टेज पुराना र आफैले रिमोडल गरेर टिलिक्क टल्काएर हेर्नुहोस् न यहाँभित्र राखेको यस्तो हरियो टिलिक्क टल्केको छ, होइन। यो सबै काम गरेर दुःख गरेर आफ्नै रुचिको लागि ह्याङ्गरभित्र यसरी राख्नुभएको छ। उहाँका विभिन्न रुचिहरू छन् जसको विषयमा हामीले कुराकानी गरिरहेकै छौँ पहिला पनि। लामो समय ग्याप पनि भएको थियो, त्यसले गर्दाखेरि आज कुराकानी पनि गरेको। यो बिचको समयमा चाहिँ तपाईँ नेपाल कतिचोटि जानुभयो, के गर्नुभयो, अलिकति संक्षिप्तमा भनिदिनुहोस् त। म लास्ट इयर नेपाल गएको थिएँ। लास्ट इयर नेपालमा चाहिँ म नेपाली आर्मी वायुसेना 11 बाहिनीको पाइलट र इन्जिनियरहरूको चाहिँ ट्रेनिङको लागि गइरहेको थिएँ। नेपालमा वायुसेना पनि भन्ने रहेछ? वायुसेना हाम्रो 11 बाहिनी, हाम्रो उनको बेस चाहिँ हाम्रो 31 विमानस्थलमै छन्। अच्छा। ट्रेनिङ दिन गएको थिएँ। अनि त्यो क्रममा मैले झन्डै 5-6 महिना बिताएर फर्केर आउँ। अब फेरि नेपाल यो 1-2 महिनामा 1-1.5 महिनामै जाने प्लान छ मेरो। अब त्यो हेरौँ के गर्न सक्छ। अनि अब अर्को चाहिँ अब यो कुराकानीहरू आइरहँदाखेरि चाहिँ नेपालमै प्लेन बनाउने भन्ने त्यत्रो कुरा थियो, के थियो, के भइरहेको होला भन्ने एउटा मलाई जहाँसम्म लाग्छ अब चाहिँ सजिलो हुन्छ होला, किन हाम्रो गभर्मेन्ट चेन्ज भएको छ। अनि मैले यसो हेर्दाखेरि चाहिँ हाम्रो जुन ठाउँमा जो मान्छेहरू हुनुपर्ने हो त्यो मान्छेहरू आउँदैछन् जस्तो लाग्छ मलाई। त्यो क्रममा चाहिँ अलिक सजिलो हुने सम्भावना देख्छु म, त्यही भएर म जान लाग्छु है। जस्तो अब हामीले महावीर पुनको धेरै कुरा, महावीर दाइ हुनुहुन्छ होइन, जो उहाँसँगको कुराकानी ह्याङ्गरमा पहिला हामीले रेकर्ड गरेका थियौँ, तपाईँले सुन्नुभएको थियो। त्यसपछि उहाँकै आविष्कार केन्द्रमा गएर पनि कुराकानी गरेका थियौँ। भलै उहाँहरूको अहिलेको गभर्मेन्ट भने चाहिँ अब अहिले इलेक्सन गराउने, चुनाव गराउने गभर्मेन्ट हो, यद्यपि उहाँहरू नै ठाउँमा पुग्नु भएको छ। तपाईँको अहिले कुरा हुन्छ भइरहन्छ है, भइरहन्छ। ल हुन्छ, अनिस प्रधानसँगको कुराकानी लामो समयको ग्यापपछि तपाईँहरूलाई पनि सुनाऊँ भनेर आज मैले यो छोटो कुराकानी गरिहालेँ साँझको बेलामा। फेरि अर्को प्रसङ्गमा अर्को कुनै सन्दर्भमा फेरि कुराकानी उहाँसँग गरौँला। अर्को उहाँको ह्याङ्गरमा गएर पनि के भइरहेछ, जस्तो उहाँले अझै के भन्नुभएको छ नि, हामी प्लेनहरू चाहिँ अब सुरुदेखि नै नयाँ बनाउने कामहरू गर्छौँ त्यहाँ पनि भन्नुभएको छ, होइन। अनि हामीले चाहिँ क्लास पनि अनलाइन क्लास पनि दिने प्लान गरेर छौँ, पाइलटको लागि पनि, इन्जिनियरको लागि पनि। अनि त्यस बारेमा पनि हामी अलि इन्फर्मेसन भाइ थ्रुबाटै दिउँला हो। जो यदि कसैलाई चाहिँ नेपालबाटै आएर यहाँ वा चाहिँ कोही यहाँ बसिरहेकाहरूलाई चाहिँ एयरक्राफ्ट इन्जिनियरिङ, एएनपी इन्जिनियरिङ र पाइलटिङ को चाहिँ हामीले कोर्स अनलाइन पनि गरिदिन लाग्छौँ। त्यो नेपालमा बस्नेहरूलाई पनि यहाँलाई पनि, नेपाललाई पनि है। जस्तो अब कतिपय सन्दर्भमा चाहिँ पाइलटहरूलाई आफ्नो आवर पनि पुर्याउनु पर्ने हुन्छ होइन, उडाएर आकाशमा कति घन्टा भन्ने, होइन। त्यस्ता खालका सुविधाहरू पनि पक्कै इन्क्लुड गर्नुहुन्छ होइन। त्यो कुराहरू हामी गर्दै गरौँला। आजको लागि भने सुभाष कार्की, अनिस प्रधानलाई फेरि एकपटक धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार।